अब चाहिँ यो बीलाई पकाउन लागेको छु काटेर। हेर्नु होला है साथीहरू, काटिसकेको छु। यसरी है चिरा चिरा पार्नु पर्ने हुन्छ। हेर्नु है यसरी। र अब म यो सानो कराईमा लाउँदैछु। यसरी ट्रान्सफर गर्छु है। सानो कराईमा अटेन यसमा लाउँदैछु। अब यसलाई उमाल्नुको लागि यसरी नुन लगाएर पानी लगाएँ। अब यसलाई एक भलको उमाल्छु। यसरी फ्राई गर्नुपर्ने हुन्छ यसलाई। यतिको फ्राई कतिको हुन्छ भने म निकालेर देखाउनेछु है। अब चाहिँ यसलाई निकाल्ने बेला भयो। यसरी तार्नुपर्छ। रमभेडा र प्याजलाई यसरी काट्नुपर्छ। यसरी काट्नुपर्छ। लसुन र अदुवा यसरी काट्यो। अब चाहिँ यसमा नुन मसला सबै भित्र पसिसकेको छ। यस्तो हुन्छ। फ्राई गरिसक्दा यस्तो हुन्छ।